भन्नु नमस्ते। नमस्ते साथीहरू, म चाहिँ आज घाँस काट्न जाँदैछु। घाँस काट्न लागेको छु है। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। मेरो भैँसी छ, मेरो भैँसीलाई म घाँस काट्दैछु। मेरो भैँसीले मलाई दुध दिन्छ। दुधको पनि म एक दिन भिडियो गराएर तपाईहरु समक्ष देखाउने छु। र हाम्रो यहाँ सुलभ मेरो छोरा पनि आछ मसँगै। मम्मीसँग आएको नि घाँस काट्न हो। अनि यहाँ छ यो गोबान। यो खाएपछि गोबान खाँदैछन् सुलभले। खाऊ त एउटा सुलभ, ल खाऊ खाऊ। कस्तो छ भन? मिठो है नि। यो घाँस काट्दै हुनुहुन्छ यहाँ। अनि यहाँ सबै दबाई हुन सक्छ। यो चाहिँ यस्तो छ अनि यसबाट चाहिँ यस्तो हुन्छ है। यहाँ देख्नुभयो यो चाहिँ गुलियो है यस्तो। यही खाइरहेको छु मैले। कठिन मिठो छ। म भुन्न आउन पनि सक्छ नि। यहाँ चाहिँ पहिला के रोप्नु थियो अरे हरे म्यामले? मकै अनि तोरी ओखल्यो। अब फेरि मकै छरिन्छ यहाँ मेरो बारीमा। काठ राखेको होला। उसको दाँथो थियो, दाँथोलाई आगो लाग्यो। ऊ त बाँधो राखेको त भट्नी खान्छ। राम्रो थियो जस्तो भयो। ल ल यसो गर ल अमला हेर्नु यहाँ देखाइन्छ नजिकबाटै। हेर्नुहोस् साथीहरू, अमलाको अचार बनाउने। यसको भिटामिन सी प्राप्त, भिटामिन सी पाइन्छ भने। त्यो तल पनि बाटो रहेछ त है, बाटो जस्तो के। प्लास्टिक फाल्दिनु। जोनहरू माथि बस्नुभएको छ, आउन सक्नुभयो। ए यहाँदेखि हेर्दा त जान्छ जस्तो छ। हेर्नु यो जोनहरू उही माथि भयो। म लट्यो के छेटलाई। ए गाउँको निकेको ठाउँमा ठाउँको मान्छे गाउँमा आएर के अब म त खुट्टा त्यो गर्दै यहाँदेखि हेर्दा त्यस्तो देखेन नि। ओह्रालो झर्ने बेला कस्तो म त चक्कर लागेको भाइ। हाम्रो सोबामेदमले अचार बनाएर काठमाडौँ लैजानु नि अरे। त्यही भएर यहाँ त्यही भएर सोबामेदमको लागि यो अमला टिप्दैछु साथीहरू। तपाईँहरूले खानुहुन्छ भने माग्नु होला। अब चाहिँ अमलाको सिजन सकियो। यति मात्रै हो लास्ट त। यो शोभा म्यामको नामको अमला हो। शोभा म्यामको पनि म पनि टिपमा यताको टिप्नु नि झन् सक्नु होला भनेर शोभाले खिच्ने भनेर एउटा नत्र पुरै धार हेर्नु हामीलाई चाहिँ यस्तो हिँड्नु पर्छ।
उहाँहरू चाहिँ सिधा हिँड्नुहुन्छ हामीले चाहिँ भुइँ भुइँलाई समात्दै हिँड्दा हिँड्दा म त यहाँ यस्तो बाटो छ नि त यहाँ चाहिँ अब यहाँ डरै लाग्दैन म त झन् भुइँमा पक्रिएँ समातेर उकालो आउँदा त केही हुँदो रहेछ कि यस्तो झर्ने बेला त ओमाइ गड सिधै तल पुग्छ जस्तो लाग्छ कि अया उहाँहरूले त्यहाँ टिप्दै हुनुहुन्छ हेर्नु त उहाँ टिपेर आएको बाटो यस्तो छ हामी अब पहिला कहिले हिँडेको छैन यस्तो बाटो अनि सुलभ सुत्दा उहाँ डरै मान्दैनन् भाइ ऊ म्यामले चाहिँ उहाँ अप्ठ्यारो छ ल टिप्नै ल चाहिँ नजिकको दृश्य तपाईँले देखेको अघि हामी जान सकेन जुन बाबु लोड लाग्ने नानी सुलभु टेक्दै गर्छ समात्दै जान्छ त्यहाँबाट हेर हामीलाई ल नअल्ल्या है बराबर उसमा खिचे यता नजाऊ है उता एक प्लास्टिक हो हामी वहाँ गएर आएको हेर्नु कस्तो ओह्रालो देख्छ हेर्नु त छन् है सानो रिगा अघिको पनि ल भाइ प्याक गरेर राखेर सुला है गोजीभरि गोजीमा देखाए यस्तो गरेर म्यामले यस्तो कि यस्तो गरेर ल भाइ मान्छे फर्क्यो कि उता भयो यता फर्क्यो म्याम छैन खासको भारी ल बोक्नुहोस् अब बर्खातिरको छ यस्तै लाग्छ नि घाँस छ होइन गर्ने यो चाहिँ गोठ हो तर यो गोठमा अहिले छैन के पाल्नु भएन दाउरा त काटिराख्नु भयो रहेछ है दाउरा काट्नु अनि यो त धेरै वर्ष अगाडिदेखि होला नि त यो त झन्डै 20 वर्ष अगाडिदेखि होला यो होइन त्योभन्दा अगाडि होला पुरानो खास ल हिँड्नु अगाडि खास चाहिँ दिनकै काट्नुपर्छ यस्तै गरी है डेली काट्नुपर्छ है बिहान बेलुकी वहाँ हेर्नु उहाँ कहाँ पुगेछ अर्जुन वहाँ अर्जुन वहाँ रुखमाथि कस्तो मजाले सबै पोसाको क्या वहाँ राति भइसक्यो ल यो भन्दा धेरै लग्नुहुन्थ्यो घाँस पहिला राति भयो यो घाँस काट्न चाहिँ हामी स्कुल पछि आएको स्कुल बिदा भइसकेपछि 4 बजेपछि 5 बजे म त 5 बजे आएको 5 बजेपछि राति भयो ओहो सुलभले बत्ती बाले ल घाँस लिएर आउनु पऱ्यो म्याम सुलभले घरमा बत्ती बाले आएर कसको घर हो सुलभ तिम्रो घर हो नि